सकम्बरी गीतको आलोचना भएपछि बोले गायक प्रकाश सपुत। के भन्छन् त गायक प्रकाश सपुत? विरोध गर्नेहरूप्रति प्रकाश सपुत भन्छन्, विरोधको लागि विरोध गर्नेलाई त के नै भन्न सकिन्छ र, तर कलालाई यसरी निरुत्साहित भन्ने हो। अर्को कुरा, धेरै जनाले के बुझ्नु भएको छ भने यो प्रकाश सपुतको दृष्टिकोण हो। उसले चाहिँ महिलालाई कमजोर नै हुन्छन् र उसको चेतना त्यति नै रहेछ भनेर जसले मेरो चेतनामाथि प्रश्न गरिरहनु भएको छ, म उहाँहरूको कला चेतनालाई प्रति प्रश्न गर्न चाहन्छु। तपाईले राम्रोसँग म्युजिक भिडियो हेर्नु भएको छ, कथालाई राम्रोसँग हेर्नु भएको छ, पात्रलाई राम्रोसँग हेर्नु भएको छ। तिमीलाई झुम्काना कसले किनिदियो भनेर सोध्ने प्रकाश सपुतले हो कि पितृसत्तात्मक सोच राख्ने पात्रले हो, जसले आफैले म तिम्रो सपना पूरा गरिदिन्छु भनेर लिएर आएको चेली समान युवतीलाई उसले जबरजस्ती उपयोग गरेर उसैको परिवर्तन देख्न नसकेर उसको दाहाले प्रतिप्रश्न गर्न थाल्छ, उसको चरित्रमाथि शंका गर्न थाल्छ। त्यो पात्रलाई हामीले केलाउने हो कि प्रकाश सपुतको चेतना र दृष्टिकोणलाई हामीले प्रश्न गर्ने हो? यो विषयमा म लामो बहस गर्न सक्छु। मैले निर्माण गरेको चरित्र र पात्र गलत छ भने समीक्षा गरौ। कला निर्देशकको हिसाबले मैले उठाएका पात्रहरू सही छन् कि छैनन् भन्ने कुरामा आत्मसमीक्षा गर्न तयार छु। तर मेरो चेतना र दृष्टिकोणमाथि जुन प्रश्न गरिएको छ, उनीहरूले त्यहाँ भएका पात्रहरूलाई हेरेका छैनन्, त्यहाँ भएका पुरुष पात्रहरूलाई केलाएका छैनन्, त्यहाँ उठाइएका विषयलाई हेरेका छैनन्। सरसर्ती एउटा महिलालाई देह व्यापारमा मात्र लाग्ने भनेर मेरो चेतनामाथि प्रश्न उठाइरहनु भएको छ, तर हामीले महिलाको नैतिकता र चरित्रमाथि औला उठाउने पुरुषलाई देखेका छैनौं। जहिले पनि यो विषयान्तर हुने गरेको छ। कथा र पात्रलाई स्पष्ट पार्न त्यहाँ केही दृश्य राखिएका छन्, तर हेर्नै नहुने भन्ने दृश्य छैन। म यस कुरामा एकदमै सचेत छु। म अत्यन्तै पारिवारिक पृष्ठभूमिको कलाकार हुँ। युट्युब जस्तो खुला प्लेटफर्ममा राख्दा हेर्दा कसैलाई नराम्रो नहोस् है भन्ने कुरामा म एकदमै सचेत छु। त्यसरी नै हामीले कलात्मक रूपमा प्रस्तुत गरेका छौं। यसरी गायक प्रकाश सपुतले सकम्बरी गीत विवाद भएपछि स्पष्टीकरण दिएका छन्।